यता चाहिँ हाम्रो रङ्गोली बन्दैछ यता दिदी सफा गरिदिने यहाँ हाम्रा मजदुरीहरू यता काम गर्दैछन् फेरि के भित्र के पानी राख्ने भनेको छ र एउटा बोतल पानी भएको थोरै साथीहरू हामी यहाँ काम गर्दैछौँ हाम्रो ब्युटिफुल म्यामहरू उता हुनुहुन्छ त्यस्तै हिमालयको पहिलो दीक्षान्त समारोहको हामी साक्षी भइरहेका छौँ र प्रोसेसन आउँदैछ। आदरणीय अभिभावकज्यूहरू, सञ्चारकर्मी मित्रहरू तथा आजका यस समारोहका केन्द्रबिन्दु प्रिय दीक्षित हुने विद्यार्थीहरू, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको इतिहासमा स्वर्णिम अध्यायका रूपमा अंकित हुने प्रथम दीक्षान्त समारोहमा यहाँ सबैलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रारको हैसियतले यस ऐतिहासिक प्रथम दीक्षान्त समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सम्बोधन गर्नु पाउनु मेरो लागि अत्यन्त गौरव र हर्षको विषय हो। यस प्रतिष्ठानको स्थापना प्रक्रियादेखि नै प्रत्यक्ष रूपमा सहभागी हुने संस्थापक रजिस्ट्रारको रूपमा यहाँ उपस्थित हुनु, आज दीक्षित हुनुभएका विद्यार्थीहरूको भर्ना प्रक्रियादेखि उहाँहरूको सम्पूर्ण शैक्षिक यात्रा नजिकबाट ल्याउने तथा अन्ततः उहाँहरूलाई यस गरिमामय दीक्षान्त समारोह मार्फत दीक्षित गर्ने ऐतिहासिक क्षणको साक्षी बन्ने सौभाग्य प्राप्त भएकोमा उहाँको लागि अत्यन्त धन्य र गौरवान्वित महसुस गरेको यो उपलब्धि केवल संस्थाको मात्र नभई सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा प्रतिष्ठानलाई विभिन्न चरणमा साथ र सहयोग प्रदान गर्नुहुने सबै यस ऐतिहासिक अवसरमा सम्पूर्ण दीक्षित कार्यक्रममा सफलतापूर्वक सम्पन्न गरेका स्नातक तथा स्नातकोत्तरका विद्यार्थीलाई दीक्षित गर्ने प्रदान गरिन्छ। साथै शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई तिम्रो पालि कहिले आउँछ टोपी लगाउने 1.5 year हामी एक्साइटेड छौँ, वेटिङमा छौँ कति बेला गर्ने पटेलजी आइभन्नु लाइभमा छैन नि छैन कहाँ लाइभमा जान्छ नि तिमी एक्साइटेड छैनौ यो दिनको लागि हेरे म एक्साइटेड टिम पनि हो जस्तो लाग्छ यो टिभीहरुको साथी ए पुनम साथी साथी तिमी भन्दा त हामी अगाडि टोपी लगाउँछौँ त हो यार साथी हामी टोपी लानु तिमी चाहिँ हो हिजो म जिस्केर साडी लगाएर आउनु साथीहरू हामीलाई कलेजले बे गराइदिन्छ भनेको हेर न पण्डित बाजे नै बोलाइदिनु भइसक्यो अरे भनेको थिएन
जाने कि जाऊ जोशिका शर्मा साथै तिमी गोल्ड मेडल पाउने होइन त हाम्रो दिदी हो यो कुन फर्स्ट ब्याचको दिदी छ Our second batch, Jenisa Lama. This time, third batch, DLS third batch का Jessica Sharma. हो पनि साह्रै लाउँदैन होला मलाई नि मन पर्दैन ए हो जेनिसा दिदी हो म हेर्थेँ नि स्वर्ण पदकबाट विभूषित हुने दुईटा फ्रुटी अनि खाजा लिएर आएको छु मैले त दुईटा खाजै लिएर आएको खाजामा के छ ए तिमी दुईटा खाजा लिएर आएको छौ बन्देको होइन ब्याग बोकेछ भर पनि छैन ल सबजना खाँदैछौँ हामी दिदी खानु न अब बस्नु न कहाँ जानु लाग्यो